चाहिँ नेपाली जनताले रासोपालाई चाहिँ 2/3 बहुमतले जिताउनु पर्छ कि पर्दैन तपाईलाई के लाग्छ? मलाई लाग्छ यदि देशलाई परिवर्तन गर्ने हो भने 2/3 दिनुपर्छ, आँखा बुझेर हैन, अन्त कतै केही दिमाग नलाएर योपालि रासोपालाई 2/3 दिएर बालेनलाई प्रधानमन्त्री बनाएर र यिनीहरूको पहिलो संसदको बैठक राख्नुपर्छ र त्यो पार्लियामेन्टबाट के कुराहरू पास हुनुपर्छ भने जनमत सङ्ग्रह गराउनु जरुरी नम्बर 1। नम्बर 2 मा स्वास्थ्य, शिक्षा र कृषिलाई अबको 20 देखि 25 वर्षका लागि यस्ता कार्ययोजना बनाउनु पर्छ जो वैज्ञानिक तरिका ढङ्गले काम गर्ने र कोही नछुट्ने, न कृषक छुटोस् न विद्यार्थी छुटोस्। हामीले हेर्ने भनेको शिक्षा, स्वास्थ्य र कृषि यो तीनटा चिजलाई मात्रै हेरेर आगामी 20 देखि 25 वर्षका लागि काम गर्छ त्यस्तो कार्ययोजना पार्लियामेन्टबाटै पास गराएर ल्याउँछ राष्ट्रपतिले भने देशले साँच्चै परिवर्तन गर्ने जनमत सङ्ग्रह जरुरी छ। केका लागि? राजा हाम्रो अभिभावक राजा मान्ने कि नमान्ने 2/3 जनताले त्यसपछि जनमत सङ्ग्रहबाट पारित हुन्छ। शक्तिशाली भएर राजा पनि आउनुहुन्छ, त्यसमा हामी सबै नेपाली जनताले स्वीकार गर्नुपर्छ। धर्मका कुराहरू छन्, यी कुराहरूलाई जब संसद पार्लियामेन्टबाटै तटस्थ रूपले क्लियर पास भयो भने हामी फेरि नेपाली एकजुट हुन्छौँ र यो काम मात्र गर्न सक्ने भनेको बालेन पार्लियामेन्टमा प्रधानमन्त्री भएर छिरेपछि मात्रै हो र यो कुराहरू गर्दैनन् यिनीहरूले भने चाहिँ फेरि त्यही संसद भवनमै घेरेर त्यहीँ भित्रबाट बाहिर नआउने सक्ने क्षमता पनि नेपाली जनताले राख्नुपर्छ र मात्रै परिवर्तन सम्भव छ। धन्यवाद।